हेलो गाइस, आज चाहिँ हामी इलेक्सन डेमा चाहिँ कस्तो हुँदो रहेछ होइन, काठमाडौँ कतिको सुनसान हुँदो रहेछ, कता कता चाहिँ इलेक्सन पोलहरू राखेको रहेछ त्यो पनि हेरौँ ल। यो त लिटल बर्ड र अरुणोदयमा राख्ने कुरा छ। अहिले चाहिँ म र सर हिँडिरहेको छु। सरी, म र एउटा दाइ हिँड्दैछ, गुड्दैछ। एकछिनमा इलेक्सन पोलतिर पुगेपछि देखाऊ ल। अहिले चाहिँ निन्द्रा लाएर नि हिँडिरहेको छु। हो, थ्याङ्क गड, गड थ्याङ्क यू इन एडभान्स। मतलब के हो, मतलब केही दिनु बाँकी छ हो गडले? कति लाख दिनु बाँकी छ एडभान्समा? कति लाख थ्याङ्क यू के हो त्यो थ्याङ्क्स? के दिनु बाँकी छ हो? वाट इज द रियल एकाउन्टेबिलिटीको कुरा यसमा भन्नुहोस्, जनता जान्न चाहन्छ। अहिले चाहिँ भगवती थानमा चाहिँ पुरै खाली छ होइन, खासै गाडीहरू हिँडिरहेको छैन। अहिले इलेक्सनको टाइम चाहिँ यहाँतिर चाहिँ मजाले चेक भइरहेछ होइन। म्यादी हो कि पुलिस हो थाहा छैन, बडी चेकिङ पुरै खाली भइरहेछ। एभ्रिथिङ कन्ट्रोलमा रहेछ, एटलिस्ट यति चाहिँ गरेछ। हामी माकलबारी आइपुगिसकेको छ। खासै माथि प्रहरी चेकिङ पनि भइरहेको रहेछ। म्यादी चेकिङ हो कि प्रहरी स्टिल चेकिङ चाहिँ चेकिङ नै हो। सुरु भयो है? जान कहाँ एकछिनमै दुख्यो भनेपछि तपाईँको हेल्थको कन्डिसन हेर्नु सर, तपाईँको हेल्थको कन्डिसन हेर्नु। कति यो 200 मिटर हो आउँदा जाँदा, अब के गर्नुहुन्छ? ल भयो त हो। तर सर अहिले चाहिँ हामी कहाँ जाँदै हो? अहिले सानो कोपिला के हो त्यो भने लिटल बर्ड लिटल वर्डमा गएर त्यहाँ चाहिँ एटलिस्ट अहिलेदेखि नै सुरु भएको चाहिँ छैन इलेक्सनको, हेरौँ अपडेट गरिदिन्छु यहाँ होइन। कस्तो चाहिँ हुँदो रहेछ, हामी पनि फर्स्ट टाइमै हो। भोटर आइडी चाहिँ छैन स्टिल। मेरो छ तर गाउँ छ। अनि गाउँ जानु पर्दैन तपाईँलाई? गाउँ त जानुपर्ने कि माया लाग्दैन तर यसो भयो क्या, एक दिन पनि कामबाट छुट्टी नै पाएन क्या। यो होइन, अलिकति मिलाउनु पऱ्यो क्या सरकारले वर्करहरूलाई चाहिँ यसरी। ब्ला 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 सक्यो कि जो आए पनि हल्का फुल्का गरिदिने हो, पछि फेरि त्यही हुने। यहाँ चाहिँ अहिले चुनावको माहौलले गर्दा मान्छेहरू भिड छ होइन। पनि हाल्नु पर्ला, मान्छे त भिड छ। कुन चाहिँहरू हो म थाहा छैन होइन। म चुनावको मान्छेहरू आमा त्यो लिटल वार्डमा चाहिँ चुनावको इलेक्सन भइरहेको छ होइन। इलेक्सनको पोल रहेछ, त्यहाँ भित्र छिर्न पायो भने म अपडेट गर्छु। अहिले चाहिँ त्यहाँ खै के हुँदैछ इलेक्सन त्यही होला, त्यतातिर नि के हुँदैछ होइन। यहाँ भिड छ मान्छेहरू इलेक्सनको लागि भनेर, टन्नै मान्छेहरू जाने। अब चाहिँ हामी साइकल राखेर चाहिँ स्कुटी लगेर जाने हो। अब माथि अरुणोदयमा पनि इलेक्सन पोल छ, बुथ छ, त्यहाँ गएर पनि कस्तो छ के छ हेरौँ ल होइन। कसैले ह्यान्डटक निकाल्यो है। अब ह्यान्डटकमा गइन्छ माथितिर अरुणोदयतिर। यहाँ अहिले हेर्न सकिन्छ है कतिको खाली छ, एकदमै खाली रहेछ। हतपत गाडीहरूलाई खासै चल्न दिएको पनि थिएन। अघि भर्खर पुलिसले पनि त्यो चेकिङ गरिरहेको थियो होइन। होइन अब अरुणोदयतिर चाहिँ एमालेहरू होला धेरै जस्तो चाहिँ, यसरी नहुनु पर्ने। जे भए पनि रसपा बढी हुनु पऱ्यो अथवा होइन बिजुली, जे भने बत्ती, त्यो दुइटामा धेरै हाल्नु पऱ्यो। चेन्जेस लिएर आउनु पऱ्यो नि त होइन। हो कि नभन्नु न। अब अहिलेको बेला भनेर के गर्नु, मान्छेले हालिसक्यो, इलेक्सन सुरु भइसकेको छ यता होइन। अब के हुन्छ लेट्स सी। तपाईँको घर छ नि?
अहिले आर्मीहरू पनि हिँडिरहेको छ होइन। यहाँतिर चाहिँ बाटो नै खाली छ, सेक्युरिटी चाहिँ टाइट छ, यहीँ भित्र हो अहिले इलेक्सन बुथ। तर अलिक के गरे यिनीहरूले है, खै यो पालि पुलिसहरू यता बसिरहेछ होइन। अहिले के गर्छ भनेको होइन, त्यो सेक्युरिटी पहिलाको भन्दा चाहिँ एकदमै राम्रो डिप्लोय गरेको छ क्या, त्यति चाहिँ प्ले बुझ्दैन। गरेर छर्किनु पऱ्यो नि त सुरु भइसक्यो। यो पालि चाहिँ अलिक राम्रो गरेको छ क्या, जे भए पनि होइन। हामी चाहिँ अब स्कुटी पार गरेर माथितिर इलेक्सन कमिसनतिर हिँडौँ न होइन। यो कुन चाहिँ मन्दिर हो, जे भयो नि यो पालि चाहिँ राम्रोले जितोस् भन्ने हो मेरो के अरे यो प्रे। हामी चाहिँ अहिले अर्को इलेक्सन बुथमा छौँ होइन, आरुबारीतिर। यतातिरको मान्छेको भिडहरू यहीँदेखि लामो लाइन त नभनौँ, मान्छे त्यहाँ मेन चोक त्यहाँ लाइन बस्न थालिसकेको छ होइन। सो अहिले आएर चाहिँ हेर्दैछौँ, आमामा लाइन त के हो यो, अब कुन चाहिँ पार्टी धेरै छ थाहा छैन, या एटलिस्ट गुन्डा टाइपको मान्छे बढी देख्छ भन्नुपर्दा त हो कि नभन्छ सर। कहाँ छ देखिन यहाँ चाहिँ बिस्तारै बोल्ने पनि हुन्छ है, यहाँ रहेछ मेन ठाउँमै। नदेखाउ है मान्छे किन यता हुन लागेछ होइन इलेक्सन कमिसन के अरे इलेक्सनको पोल अहिलेको लागि चाहिँ अब यतै हुन्छ होला। जस इलेक्सनको बेला चाहिँ बाटोहरू खाली, मान्छेहरू टोलमा हुँदो रहेछ है। अहिले चाहिँ हामी जोरबारतिर छ होइन, अब कतिको बाटो खाली रहेछ त्यो आउने अपडेट गरौँ न। अहिलेसम्म त पुरै खाली नै देख्छ, खासै केही पनि चलेको छैन। कति बन्द रहेछ सब। हजुर सब भोट हाल्न गयो, सबजना भोट हाल्नु गएर होला। ओहो यहाँ अगाडि त चेकिङ छ क्या, हो होइन हो रहेछ यहाँतिर त। निलो ज्याकेट लाउने बित्तिकै तपाईँलाई म्यादी जस्तो लाग्छ है सर। हजुर निलो ज्याकेट लाउने बित्तिकै तपाईँलाई म्यादी जस्तो लाग्यो, म्यादी प्रहरी जस्तो लाग्यो। हुन्छ अनि डर देख रहे हो भैया, डर। जोरपाटीको अब कतिको चाहिँ रहेछ खासै केही गाडी चलाएको छैन। अब हामी चाहिँ अहिले सरले कहाँ लाग्छ त्यहीसम्म पुग्यो होला। यहाँतिर चाहिँ अहिले उतातिर पनि बुथ रहेछ होइन, यहाँतिर नि मान्छेले इलेक्सनको बुथ रहेछ। अहिलेसम्म चाहिँ 3टामा हामी यो जोरबाडीतिर पनि रहेछ, यता ट्राफिक पुलिस पनि रहेछ हाम्रोबाट है। त्यतातिर चाहिँ अहिले मान्छेहरू त्यही भोटको लागि आएको रहेछ होइन। त्यता अगाडि नेपाल पुलिस छ, त्यही हो। अहिलेको मेन रोडको बाटो चाहिँ यस्तो छ है, खाली छ, सरकारी गाडीहरू मात्रै चलाएको छ र हाम्रो बाइक जिन्दगी यो बाटो कहिले खाली देखाएको थिएन यार मैले। यस्तो खाली त्यो माथि दिउँसो के कति भरे र 10-11 बजिरहेको छ भने पुरै खाली। अझै यस्तो खालीमा नि हिँडिरहेको छु अहिले होइन। के कस्तो चलिरह हो, तर बाटो आज पुरै खाली छ है। आज नचलाउने भनिरहेको नि त, त्यो पास भयो भने हो भन्दा बित्तिकै त होइन। हजुर हेर मेरो नि यो भाँच्दियो भने नहर है नहर अहिले चेकिङ छ होइन। भर्खरै चाहिँ हामीसँग एउटा म्यादी दाइ थियो होइन, ट्रिपल लोड एक्सपिरियन्स गरियो। एक्सपिरियन्स को थियो चाहिँ भन्न मिल्दैन होइन। खाली बाटोमा निर्वाचन प्रहरी त आरुबारी छुट्टै एक्सपिरियन्स भयो होइन। त्यो मान्छे चिल रहेछ निर्वाचन म्यादी हो। नयाँ कुरा के छ भन्दाखेरि हाम्रो यो जसले भनेको नि के अरे भोटर आइडी कार्ड हुने बित्तिकै जहाँबाट समानुपातिकमा हाल्नु छ भनेर, त्यो चाहिँ मिल्दैन रहेछ। त्यो चाहिँ हाम्रो सरकारी मान्छेहरूलाई मात्रै रहेछ। यस्तो कुरा सुन्दैन क्या यिनीहरूले, युट्युबमा मान्छेलाई अल्छी लाग्छ क्या सुन्न। होइन त्यो त भन्दिनँ, लेक्चर सुन्ने होइन क्या यिनीहरूले। लेक्चर होइन क्या, यो नयाँ कुरा हो नि त। यो भनेको चेन्ज हुने कुरा हो, यो भनेको जस्तो मान्छेले पनि हेर्न मिल्छ क्या। अनि के हुँदो रहेछ उनीहरूको पोस्टिङहरू हुन्छ नि त, अनि उनीहरू त कहाँ गइराख्नु त होइन। त्यही भएर लास्टतिर भोट हाल्दा पाइन्छ। तर भर्खरै चाहिँ हामीसँग म्यादी थियो, अब उहाँले पर्मिसन मागेको भिडियो गर्नु मिल्छ भनेर गर्नु हुन्न अरे। तर त्यो पनि हो, अब एउटा के अरे रुल्स हुन्छ नि त। त्यतिकैमा त हामीले पनि यो जिबोटाइट्सलाई डेन्जर गर्नु भएन नि त। हामी चाहिँ अहिले रिटर्न ब्याक गएको। कहाँ हो सर यो? चुचेपारीबाट रिटर्न ब्याक। रामहिटी। अहिले हामी यो ठाउँ रामहिटीतिर आइसकेको छ। हजुर रामहिटीबाट अब रामहिटीबाट चाहिँ रिटर्न ब्याक गऱ्यो। अहिलेसम्म चाहिँ हामीले देखेको चाहिँ 3टा इलेक्सन बुथ थियो, 3टामा नै जोरपाटी एउटा जोरपाटी, लिटलगढ अनि अर्को अरुणोदयमा रहेछ, आरुबारी, अथर्केल। हेलो हेलो के छ होइन त्यही हो। यहाँनिर राम्रो बनाउँछ है बिएम, यो सर्भिसिङको 300 रुपियाँ। बाटोहरू नि सस्तोमै दिन्छ राम्रै।
माथि रिटर्न हामी जाँदैछौँ होइन रिटर्न ब्याक मेरो घरसँग जाने होइन तपाईँ त्यही नजिकै हो तपाईँको घर छेउ